हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। स्कुलबाट कलेज, कलेजबाट स्कुल मात्र हेर्दा हेर्दा वाक्क प्याक्क दिक्क भएको आदरणीय दर्शकहरूको जनगुनासोपछि मैले लिएर आएको छु न्यू इयरको ब्लग। न्यू इयरमा कहीँ जाने प्लान त थिएन, तर अकस्मात प्लान बन्यो र सक्सेस पनि भयो, जुन एकदम रेयरली हुन्छ गाइज। त्यसपछिबाट हामी गएको थियौँ बोटानिकल गार्डन। बोटानिकल गार्डनमा पुगेर हेर्दाखेरि मलाई लागिरहेको थियो हेटौडामा भएको 20% सब यहीँ थिए। एउटा कुरा के मलाई कस्तो अचम्म लाग्छ कि म आफै आस्तिक हो कि नास्तिक हो भन्ने कुरा म आफैलाई थाहा छैन कि होइन। म विश्वास त राख्छु भगवानमा, तर त्यस्तो पनि गर्दिनँ मरिहत्ते होइन। तर जे भयो म होप त राख्छु नि त। तर भगवान को लगता है कि मैं कुछ करूँगा और मुझे लगता है कि भगवान कुछ करेंगे और असलियत में हम दोनों कुछ नहीं कर रहे, बस दोनों बैठे हैं एक अर्का का राह देखकर। पछि न्यू स्टाइल आइसक्यो मार्केटमा, स्टेपको नेल। त्यसपछिबाट यहाँनिर हामी एउटा फिल्म सुट गर्न थाल्यो भन्दा चौबर गरिरहेछौँ। नाटक पर्यो, कमरमा हात राख्यो, त्यसपछिबाट अलिकति फेरि नाटक पार्यो, कपाल हल्लायो, त्यसपछिबाट घामलाई हेरिरह्यो, कपालमा हात लग्यो। मान्छेलाई लटरी लाग्छ, अमेरिकाको भिजा लाग्छ, मलाई चाहिँ कुरो लाग्छ। हेर्नु न म टिपिरहेको छु कि यो कुरो चाहिँ खासमा कहाँ लाग्यो भन्दा हो त्यहाँनिर गएर हामी फोटो खिच्दा लाग्यो कि। त्यसपछि हाम्रो फोटो भिडियो सबै सेसन सकेपछि हामी घरतिर लाग्यौँ, किनकि मलाई भोक लागेर कस्तो धुनचक्र भइरहेको थियो भन्ने कुरा थाहा थिएन। मलाई लागिरहेको थियो कि म त अब ढल्छु, मेरो आन्द्राले मेरो शरीरलाई छोडिसक्यो, त्यो फिल लागिरहेको थियो कि मलाई। अब हामी घर गएर खान्छ, भोक लागिरहेको हामीलाई इतना सारा, म त भोक लागेर यहीँ ढल्छु कि क्या जस्तो महसुस भइरहेको। Don't forget to like, comment, share and subscribe. Also follow me on Facebook. Bye bye.